साथीभाइ सबैजनालाई है। मैले चाहिँ यो के अरे पोखराको ठ्याक्कै यो फेवातालभन्दा माथि गाउँमा मैले मेरो दिदी बहिनीको घर बनाउन आएको हो। यो चाहिँ घर भन्दाखेरि कत्रो छ भन्दाखेरि तपाईँहरूको लम्बाइमा तपाईँको लगभग यो 31 फिट लम्बाइ छ है, 31 फिट लम्बाइ छ। अनि तपाईँको चौडाइ चाहिँ तपाईँको भन्दाखेरि 12 फिट छ, 12 फिट छ लगभग। तपाईँको घर चाहिँ यस्तो बनिरहेको छ क्या है। अहिले मैले बनाएको यो घर चाहिँ हेर्नु सक्नुहुन्छ साथीहरू है। अब अगाडिको डिजाइन यस्तो छ भने चाहिँ अब पछाडि चाहिँ यस्तो छ है। अब लम्बाइ चौडाइ भने यति धेरै यति छ। अब डिजाइन भने अब पछि निस्किने गर्छ साथीहरू घरहरूको है। कस्तो हुनुहुन्छ साथीहरूले लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु नभुलिदिनु होला, माया गरिदिनु होला है। यता अब सायद हजुरहरूले नि माया गर्नुभयो भने सायद है मैले राम्रो यस्तो भिडियोहरू बनाउन सक्छु। यो चाहिँ कोठा भयो यत्रो छ है साथीहरू। यो चाहिँ दुईटा कोठा चाहिँ यो चाहिँ कोठा चाहिँ 9x11 को ल 9x11 को रुम हो। अनि यो बिचको रुम चाहिँ हाम्रो कतिको बनिरहेको छ भने चाहिँ ठ्याक्कै 11x11 को रुम है। यो चाहिँ यत्रो देखिन्छ है, रुम चाहिँ यत्रो छ है। बिचको रुम चाहिँ यो हो, आफू बस्ने रुम भनेर बनाएको यो चाहिँ। अनि यतापट्टि एउटा अर्को नि रुम छ, यो पनि रुम तपाईँलाई म देखाउँछु। यो चाहिँ तपाईँको यहाँ है यत्रो छ है यो रुम चाहिँ। यो पनि 9x11 कै रुम हो यो पनि। यो चाहिँ किचन हो। अनि यो अहिले देखाएको मैले जुन यो बिचको रुम चाहिँ आफू बस्ने रुम हो। उताको चाहिँ अब पाहुनासँग आउँछ नि त्यसलाई यसो पाहुना पातलाई यसो राख्ने रुम त्यो बनाएको। ल साथीहरू घर चाहिँ यस्तो छ है साथीहरू। अब लगभग मैले कति दिनमा भने चाहिँ म एक्लै गरेको काम हो। म मिस्त्री भनेको म एक्लै छु है। भएको कारणले अलि ढिलो भइरहेको छ काम चाहिँ। घरि पानी पर्ने घरि के है, घरि के कसो गर्दाखेरि यतिसम्म भएको छ अहिले चाहिँ। हेर्नु सक्नुहुन्छ साथीभाइहरू ल है कस्तो छ। अब घर बनाएर राम्रो छ कि छैन है, राम्रो छैन राम्रो छैन भन्नु, छ भने छ भन्नु होला। तपाईँहरूलाई जस्तो मन लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला साथीहरू ल। ए हो ल। अब म यो घर चाहिँ लास्ट फाइनल छ भने तपाईँलाई म देखाउँछु। यो गाडी चाहिँ लगभग फाइनल भइसकेको छ मेरो। यो पछाडि भएको चाहिँ अब यता बाँकी छ, बिचको छ, उता बिचको बाँकी छ, अझै उता बिचको पनि बाँकी छ, तल भएको पनि अझै लगाउनै बाँकी छ। यो घर चाहिँ अब फाइनल हुँदा राम्रो। अब यो वाल लगाइसकेपछि तपाईँलाई अर्को भिडियो पनि बनाउँछु। अनि त्यहाँ तपाईँको घर छाएकोदेखि ल्याएर टस बनाएकोदेखि ल्याएर सब भिडियो हाल्ने गर्छु। लास्ट फाइनलमा चाहिँ कस्तो देखिन्छ होला साथीहरू यो घर ल कमेन्ट गर्नु होला साथीहरू ल। कस्तो चाहिँ देखिन्छ होला क्या ल है साथीहरू ल।